हेलो एभ्रिवान, आजको मेरो भिडियो चाहिँ एउटा सर्कसमा गएको थियौँ हामी। त्यहाँको राखेको छु। सो टिकट चेकिङ गर्यो त्यहाँ है। त्यसपछि त्यहाँबाट भित्र पसेपछि चाहिँ एकछिन त मेरो छोरीहरू अलमल्ल पऱ्यो नि, कहाँ आयो भनेर। हुन त उनीहरूलाई भनेको थियो हामी सर्कस जाँदैछौँ भनेर। अनि त्यहाँबाट फेस पेन्टिङ गर्ने ठाउँ रहेछ। अनि छोरीले चुज गर्यो कुन चाहिँ पेन्ट गर्ने भनेर। त्यहाँबाट पेन्टिङ हुन थाल्यो उनीहरूको फेसमा। आफ्नो आफ्नो मनपर्ने क्यारेक्टरको फेस पेन्टिङ गरिसकेपछि चाहिँ उनीहरू एकअर्कालाई हेर्दै पुरा कम्प्लिमेन्ट गर्दै थियो, कति राम्रो देखेको भनेर है। त्यहाँबाट चाहिँ स्टार्ट भयो है अब चाहिँ सर्कसको। अनि यतिखेर चाहिँ उनीहरूले पुरा इन्ट्रोडक्सन दिइरहेको थियो कि आफ्नो नाम, आफ्नो के क्यारेक्टरहरूको। अनि त्यसपछि एकछिन यताउता हेऱ्यो। त्यसपछि त्यहाँबाट सर्कसको गेट ओपन भयो, हामी भित्र छिर्यौँ है। त्यसपछि त कति धेरै लाइक खतरा सोहरू देखाइरहेको थियो कि मेरो छोरीहरू वहाँ परेर हेर्दै थियो। कतिखेर ताली पनि बजाउँदै रहेछ। मैले पनि धेरै भिडियो चाहिँ खिचिनँ किनकि म पनि हेरेर बसिरहेको थिएँ कि एकदमै रमाइलो भइरहेको थियो त्यहाँ। अनि एकछिनपछि मेला जस्तै लाग्यो। त्यहाँबाट मेलामा त के बेलुन, सामान, टोइजहरू थियो है। सबै किनेर त नसक्ने रहेछ त्यो भित्र। सक्यो। त्यसपछि घर फर्किनलाई रेडी भइरहेको थियो। यतिखेर त मेरो नानीहरू यति खुसी थियो कि उसको पप्पालाई थ्याङ्क यू भनेर हग गर्दै थियो कि। माया लाग्दो छ। जे होस्, थ्याङ्क यू भिडियो हेरिदिनु भएकोमा। बाई।